यहाँहरु सबैजनामा न्यानो न्यानो नमस्कार। हामी चाहिँ पाथिभरा यात्राको क्रममा छौँ। हाम्रो परिवारका सदस्यहरू सहित हामी पाथिभरा यात्राको क्रममा निस्केका छौँ। यो यात्रा हामी घरबाट लगभग 100 किलोमिटर पर यो ओजा डाँडा भन्दो रहेछ, तेह्रथुम जिल्लाको ओजा डाँडामा पुगेर हामी ओजै भएको कारणले गर्दाखेरि यसो एकछिन भिडियो फोटो गरौँ न भनेर गयौँ। अनि हामी सङ्क्रान्ति बजारमा पुग्यौँ। हामीले त्यहाँ बिहानको खाना खाने निदो गरेर सङ्क्रान्ति बजारमा गयौँ। त्यहाँनेरि चाहिँ महागुरु फाल्गु नन्दको स्ट्याचु रहेछ। त्यो स्ट्याचु पनि एकछिन अवलोकन गर्ने अवसर प्राप्त भयो। अत्यन्तै राम्रो ठाउँ रहेछ। तेह्रथुमको म्याग्लुङ सदरमुकामदेखि लगभग 4 घण्टाको गाडीको यात्रा पश्चात हामी उक्त स्थानमा पुग्यौँ र महागुरु फाल्गु नन्दको स्ट्याचु पनि हामीले चट्ट देखाउँदैछौँ। यो सङ्क्रान्ति बजारमा कस्तो ठाउँ रहेछ त भनेर यसो अवलोकन पनि यहाँहरूले गर्न सक्नुहुन्छ। यो सङ्क्रान्ति बजार हो। यहाँ हामीले खाना खाएको होटलको पनि यसो भिडियो बनाउँदैछौँ। न्यू पाथिभरा होटल एन्ड लजमा हामीले मजाले खाना खाँदैछौँ। खाना खाए पश्चात हाम्रो यात्रा यहाँबाट फेरि अगाडि बढ्छ। अगाडि बढ्ने क्रममा हामी चुवान डाँडादेखि अलिक तल गएपछि पारीपट्टि चाहिँ 5 थरका डाँडा काँडा देखिन्छन्। वारीपट्टि तेह्रथुम जिल्ला छ। यस्तो दामी भ्युजहरू देखियो कि त्यो यहाँहरू त्यहाँ पुगेपछि नै थाहा हुन्छ। यति राम्रो र रमणीय दृश्यहरू अवलोकन गर्न हामीले अवसर प्राप्त गऱ्यौँ। अझ परिवारको साथमा यो यात्रा गर्दा त कति मजा आउँदो रहेछ। एकदम त्यो कल्पनाभन्दा बाहिरको कुरा हो। हेर्नु त कति राम्रो राम्रो डाँडाहरू देखिरहेको छ। गाडी आफ्नै रफ्तारमा गुडिरहेको छ। डाँडा काँडाहरू पुरा मौसम खुलेको थियो कि घाम पनि मजाले लागेको थियो। यो घाम लागेको बेला मजाले हामी यात्रा गरिरहेका छौँ। यहाँहरूले यो हेर्न सक्नुहुनेछ। अनि बीचबीचमा यसो रमाइलो गर्दै भित्र को हुनुहुन्छ यसो हेर्दै त्यसरी पनि हामी हिँडिरहेका छौँ। मलाई पनि देखाउँदैछौँ त्यहाँ, हैन? अगाडि चाहिँ बुवा र छोरी छिन्। हाम्रो ड्राइभर भाइ पनि हुनुहुन्छ, जनिल भाइ। मलाई पनि हामी देखाउँदैछौँ। नदी कम्मर नदीमा परेको हामी माझीटार पुग्न लाग्यो। माझीटारमा त्यहाँदेखि तल हेर्नु त तम्मर नदी। ओहो कति राम्रो तम्मर नदी हुँदै तम्मर नदी कटिसकेपछि चाहिँ हामी 5 थर जिल्ला प्रवेश गर्छौँ। ल हेर्नुहोस् तम्मर नदीको तेह्रथुममा 5 थर जोड्ने पक्की यो नदी क्रस गरेपछि 5 थर जिल्ला प्रवेश गर्यौँ। अब हामी 5 थर जिल्लामा प्रवेश गरिसक्यौँ। तम्मर
नदी कटिसकेपछि पार्सल जाँदैछौँ। जाने क्रम हाम्रो जारी नै छ। तिरिम नगरपालिका र छ ल। जाँदैछौँ। अब हामी भने फेरि पाँचथर जिल्लाको यो ठ्याक्कै पर्यटकीय स्थल जोरपोखरी पुग्यौँ। यहाँभित्र चाहिँ राता माछाहरू पाउने रहेछ। खास पाथिभरा तीर्थस्थल भ्रमण गर्न जानेहरूले एकचोटि यहाँ सुरुमा पूजा गर्नुपर्ने रहेछ। अनि हामी यहाँ पनि गयौँ। हेर्नु त कति राम्रो दृश्य छ। यहाँ एकछिन समय व्यतीत गऱ्यौँ हामीसँग। यहाँ हेर्नुहोस् त रातो माछाहरू हामीसँग समय एकछिन भएको कारणले गर्दाखेरि चाहिँ यहाँ हामी एकछिन बस्यौँ र एकछिन फोटोसोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ। ल सबैजनालाई हाई छ है। सानी छोरी यता छिन् ल, मुस्कुराउँदै छिन्। अङ्कलहरू काकाहरू त्यता, बुवा त्यता हुनुहुन्छ। ठाउँ पनि एकदमै राम्रो रहेछ। यो हामीलाई थाहा हुने थिएन, हाम्रो ड्राइभर भाइले भनेको कारणले। हेर्नु त राता माछाहरू, रातै माछाहरू मात्रै छन्। अब यहाँ हेर्नु त यहाँ बन्दुक रहेछ। फेरि बन्दुकलाई दुईपट्टि क्रस गरेर बनाएको स्ट्याचु बनाएको रहेछ। यहाँहरूले त्यो पनि हेरिदिनु भयो भने कति राम्रो हुन्छ नि। अब हामी भने ठ्याक्कै कहाँ प्रवेश गऱ्यौँ। यो त फुङलिङ बजार ताप्लेजुङ प्रवेश गरिसकेछौँ नि त हो हामी त। फुङलिङ बजार ताप्लेजुङ पनि प्रवेश गऱ्यौँ। गजब। ल हेर्नु त फुङलिङ बजार पनि ठुलो बजार रहेछ। एकदम पूर्वको राम्रो चलेको बजार। अझ यसको शोभा चाहिँ पाथिभरा माता भएको कारणले गर्दा धेरै माथि छ। अत्यन्तै राम्रो ठाउँ। यहाँका तस्बिरहरू भिडियोहरू पनि केही कैद गरिराखेको छ। हामी ठुलो के भन्छ काफ्लेट पार्टी पुगिसकेपछि चाहिँ हिँड्दै गएका थियौँ माथिसम्म। अनि बेला बेलामा रमाइलो गर्दै यसो डान्स सानस पनि हान्दिउँ न त भनेर डान्स पनि हानिदिइहालेँ। हेलो गाइजहरू, सबैजना नमस्कार। हामी चाहिँ पाथिभरा माता दर्शन गर्न जाने क्रममा पल्लो फेरीबाट ठ्याक्कै 1 घन्टा हिँडिसक्यौँ होइन। अब यहाँ हुनुहुन्छ बुवा आमा श्रीमतीज्यू अङ्कलहरू पनि यहीँ हुन्छ। हजुर हजुर ठिकै छ। अहिलेसम्म बेलुकाको यात्रा छ। हल्का गलिने रहेछ है। गल्यौ त गलेकै छैन हेर्नु त। ल राति भइसकेको छ क्या, एकदम धेरै राति उकालो लाग्दाखेरि। हेर्नु त यस्तो छ। लौरो टेकेर बत्ती बाल्दै जाँदैछौँ। उकालो छ नि, ठाडै उकालो छ। कहाँ हो के हो भने जस्तो छ नि ठाउँ त। यसरी जाँदैछौँ हामीहरू। ठ्याक्कै हामी पुग्यौँ होइन, हिँड्दैछ पुगेका छैन। ल हेर्नुहोस् त, बिहान उकालो बाटो हिँड्दै जाँदैछौँ। हिँड्न नसके यस्तो छ बाटो। लौरो टेकी उकालो जाँदैछौँ माताको दर्शन गर्नलाई। श्रीमतीज्यू पनि आउँदै हुनुहुन्छ।
बिस्तारै बिस्तारै हाई गर हाई उकाली बाटोमा चढ्दै चढ्दै कञ्चनजङ्घा त थकित ठुली छोरीलाई काकाले बोक्नु भएको छ थकित हुँदै जाँदैछौँ झोला त्यसरी नै बोकेका छौँ थकित 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 हुँदै जाँदैछौँ है त हजुर स्वर्गद्वारी हो ल हेर्नु बिहानै छैन नि 5 बजे कुम्भकर्ण हो यो यस्तो दृश्यहरू देखिँदो रहेछ पारीदेखिको मकालु मकालु हिमाल अन्नपूर्ण पनि देखिँदैछ मजाले मौसम अब उज्यालो हुँदैछ उज्यालो भएपछि अझ बडा कायदाको ठाउँ देखिन्छ यहाँहरू यात्रा गर्नुभएको छ कि छैन यात्रा गर्नुभयो भने थाहा हुन्छ अब हामी पुग्यौँ मुकुलुम पाथिभारा मन्दिर परिसरमा ल हेर्नुहोस् बिहानको दृश्य घाम लाग्न सुरु गरिसकेको छ पारी हेर्दाखेरि त्यहीँ नजिकै हिमाल देखिन्छ ल मकालु हिमाल यस्तो आनन्द आउँछ कि पूर्व त यता पुगेपछि सारा दुःखहरू हामी हिँडेको चाहिँ अब मन्दिर पीडाहरू सबै भुल्छौँ हामी गेटमा प्रवेश गर्ने तयारीमा छौँ यति दुःख पीरहरू सबै भुलेर हामी अब माताको दर्शन गर्न जाँदैछौँ यहाँ हामीले पूजाका सामानहरू ठिक गऱ्यौँ यो हामी पुगिसकेपछिको दृश्य हो अब पुगिसकेर पूजा गर्न लाग्दाखेरि के गर्न आँट्नुभएको अक्षता बनाउन आँट्नुभएको हो ल एकदम राम्रोसँग बनाउनु अब हामी प्रवेश पनि लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला अब अर्को भिडियोमा चाहिँ म कसरी जाने पाथिभारा कति टाढा रहेछ कहाँ बस्ने के गर्ने के खाने कस्तो चिजहरू लाने कसरी जाने भन्ने कुराहरू चाहिँ म सबै यहाँहरूलाई विस्तृत रूपमा चाहिँ बताउने छु तबसम्मको लागि अहिलेलाई बिदा चाहन्छु हवस् त नमस्कार नमस्कार नमस्कार